हामीले यति कुरा चाहिँ अवेर हुनुपर्छ। बच्चाको खानपानदेखि लिएर, अभिभावक अवेरनेसदेखि लिएर, टिचिङ स्टाइलदेखि लिएर, आफ्नो व्यक्तित्वदेखि लिएर, पब्लिक स्पिकिङदेखि लिएर हरेक कुरामा एउटा समग्र रूपमा 45 डेज समय दिनुभयो भने चाहिँ केही कुछ अचिभमेन्ट हुन्छ जस्तो मलाई लाग्छ। ओके, राइतिन्जेलको साथ र सपोर्टको लागि थ्याङ्क यू सो मच डियर प्यारेन्ट्स, डियर टिचर्स, डियर प्रिन्सिपल, डियर कोअर्डिनेटर, सम्पूर्णलाई हार्दिक हार्दिक धन्यवाद। अबको बसाइमा मैले हाम्रो म्यामहरूलाई पनि देखिरहेको छु, हाम्रो रेगुलर क्लासमा आउने हुने हाम्रो म्यामहरूलाई पनि देखिरहेको छु। उहाँहरूको पनि केही सेयरिङ छ जस्तो मलाई लाग्छ, मैले देखिरहेको छु। ओके, हाम्रो पवित्रा म्याम हजुरलाई मैले देखिरहेको छु, उहाँले आफ्नो परिचय दिँदै हुनुहुन्छ र आफ्नो यो क्लासमा बसाइमा उहाँ पनि भर्खरदेखि, हाम्रो कति दिन भयो उहाँले आफ्नो सेयरिङ पनि राख्न सक्नुहुन्छ। भर्खर भर्खर जोइन हुनुभएको छ। उहाँको बसाइ कस्तो हुँदैछ, क्लास कस्तो लागेको छ, अनम्युट गरेर आफ्नो थोरै सेयरिङ राखिदिनु होला न है म्याम। अनम्युट हुँदैन भयो? ओके भयो है। थ्याङ्क यू म्याम। सबैजना सर म्यामहरूमा नमस्कार। म पवित्रा पौड्याल। अहिले मैले मोन्टेसरी ट्रेनिङ लिइरहेको छु सपना म्यामकोमा। बेलुका 7 बजीबाट 7:30 बजीबाट 9 बजीसम्मको क्लास लिइरहेको छु। मैले अहिलेसम्म लिइरहेको क्लास चाहिँ अति उत्कृष्ट, सधैँ मैले ग्रेट पाएको छु। मैले भन्दै गर्दाखेरि कस्तो लाग्छ भने नि, म्यामले लिइरहेको क्लासमा धन्न लिन पाइछु भनेर एकदमै ग्रेटफुल फिल गर्छु कि सधैँ नै। आहा, आभारी भइछु मैले यति धेरै सिक्न पाएँ जस्तो महसुस भइरहेको छ। अहिलेसम्म मैले मोन्टेसरी ट्रेनिङ त खासै लिएको थिइनँ। म एउटा स्कुलको व्यवस्थापक अथवा प्रिन्सिपल हुँदै गर्दा पनि खासै प्रीको चाहिँ त्यति लिएकै थिएन कि। एक दुई ठाउँ लिन्थेँ, सामान्य छोटो लिन्थेँ होइन। अनि मैले अहिले चाहिँ प्रीलाई अलिक राम्रै बनाउन त व्यवस्थित गरौँ भन्ने सन्दर्भमा चाहिँ क्लास लिन थालेको। मैले यो क्लास त पहिल्यै लिनु पर्थ्यो नि, धेरै ढिला भएछ भने जस्तो पनि भयो कि। त्यति धेरै के लर्न गर्न पाइने। अनि पहिला चाहिँ मलाई कस्तो लाग्यो भने नि सर म्यामहरू, मेरो एक्सपिरियन्स सेयर गर्दै जाँदाखेरि यो अनलाइन क्लास के इफेक्टिभ होला र प्र्याक्टिकली गरेरै देखाउँछु तपाईँहरूलाई, के अरे क्लासमै लगेर पुर्याउँछु, सबै कुराहरू गराउँछु भनेर आइन्थ्यो विज्ञापनमा। के होला र यो त्यति इफेक्टिभ त हो छ जस्तो लाग्दैन मलाई त भनेर म त्यति जोइन हुन मानिनँ कि। आजभन्दा 1 वर्ष अगाडि पनि मैले सपना म्यामलाई कल गरेर म्याम म जोइन हुन्छु भने, तर जोइन भइनँ कि। अनि तर अहिले चाहिँ एकदमै जोइन गर्नु पर्यो भन्ने महसुस गरेर जोइन गरेको त। यति राम्रो क्लास, यति इफेक्टिभ नि। नानीहरूको डेभलपमेन्ट कसरी गराउन सकिन्छ, कुन कुन विधिबाट गराउन सक्छ, क्लासरुम म्यानेजमेन्ट कसरी गर्न सकिन्छ, स्टोरी टेलिङ गर्ने पनि त तरिका रहेछ नि त होइन। हामी त स्टोरी टेलिङ भनेपछि किताब पढेर अथवा आफूले जे जानु त्यही स्टोरी दिन्छ, त्यो पनि त होइन रहेछ नि त होइन। विविध तरिकाले स्टोरी टेलिङ गर्न सकिँदो रहेछ हो। यस्ता कुराहरू होइन, पिएलईका कोर्सहरू, प्र्याक्टिकल लाइफ एजुकेसन भनेको के हो त, कसरी गराउने, नानीहरूलाई पुवरिङ गराएर गर्ने कि ट्रान्सफरिङ गराउने कि होइन हो। यस्ता कुराहरू एउटा नानी बाबुहरूलाई एउटा चित्र देखाउँदाखेरि लङ टर्म मेमोरीमा कसरी जान सक्दो रहेछ होइन। त्यसै गरी लाइफ स्किल डेभलपमेन्ट कसरी, अघि कति राम्रो कुरा, क्रिएटिभिटीको कुरा, क्रिएटिभ बच्चाहरू हुन्छ उनीहरूलाई त, क्रिएटिभ नानीहरूलाई चाहिँ एउटा संरक्षण दिएर कसरी अगाडि बढाउने त, उनीहरूको क्रिएटिभलाई लस नदिइकन भनेर यस्ता क्लासहरू उहाँले दिनुहुन्छ कि। म त अत्यन्तै धेरै आभारी छु म्याम। हरेक कुरा मलाई नयाँ लाग्छ म्यामको कुरा, हरेक कुरा नयाँ लाग्छ कि। आफूले गरिरहेको कुरा भए पनि मैले चाहिँ एकदमै खाली रित्तो गाग्रो लिएर आएको महसुस गरेको छु। म एभ्रिथिङ सोध्छु पनि म्यामलाई कि, मैले क्लास लिइरहँदै गर्दाखेरि एभ्रिथिङ सोध्छु। म सानो सानो कुरा पनि सोध्ने गर्छु। म्यामले यस्तो मजाले एक्सप्लेन गरिदिनुहुन्छ, यस्तो मजाले कि ओहो तिमीलाई, तपाईँलाई ढिला भयो अथवा हाम्रो कोर्स ढिला जाँदैछ भनेर पनि पहिल्यै भन्नुभएको छ नि। मजाले हामीलाई त्यसलाई डिस्क्राइब गरिदिनुहुन्छ होइन, बुझाइदिनुहुन्छ। त्यति मजाले बुझेर हामी प्रि राइटिङ कन्सेप्ट, मलाई साँच्ची भने नि थाहा थिएन कति कस्तो मजाले होइन, एउटा क्रपको कन्सेप्ट दिँदैखेरि, स्लाल्टिङ लाइनको कुरा गर्दैखेरि होइन कसरी लानु भएको छ हो। यस्ता धेरै कुराको इन्फर्मेसन पाइन्छ म्याम। 45 डेजमा त कति धेरै लर्न गरिन्छ जस्तो लागेको छ। मेरो पनि पुरा 45 डेज भएको छैन, त्यही 12-15 दिनको क्लास भएको छ है सर म्यामहरू। यो क्लास एकदमै इफेक्टिभ रहेछ म्याम। मलाई त लाग्दै थियो, आज बिहान पनि मैले थिङ्किङ गरेको कुरा है, के अरे यो क्लास त दिनदिनै गर्दै पनि हुन्थ्यो नि। एक हप्तामा 7 दिन क्लास गर्दै त 2 दिनको क्लास त छुट्ने थिएन नि। 5 दिन त थोरै भयो होला जस्तो
जस्तो पनि भयो कि। अनि म अहिले भर्खर लेट इन्ट्री गर्दै गर्दाखेरि ला मैले कत्रो धेरै मिस गरेछु भने जस्तो पनि भयो कि म्याम। सो मिस हुने गर्ने खालको क्लास छैन म्याम। यति नै भने है, मैले पनि धेरै समय लिन्न। हस् त, थ्याङ्क यू सो मच। हस्, थ्याङ्क यू सो मच पवित्र म्याम। अब मलाई पनि खुसी लाग्छ क्या क्लासमा हजुर धेरै क्वेसन गर्ने मध्येको म्याम हुनुहुन्छ। जति क्वेसन आयो त्यति क्लास प्रभावकारी हुन्छ नि त। अब मलाई पनि थाहा हुँदैन कि क्लासमा कतिको बुझिरहनु भएको छ अथवा चाहिँ सुनेर बस्नु भएको छ, अथवा त्यसलाई चाहिँ मैले बोलेको कुरासँग त्यसलाई चाहिँ म्याच गरेर केही कुरा तपाईँहरूको केही नयाँ क्वेसनहरू आइरहेको छ कि भन्ने कुरा चाहिँ त्यसमा पवित्र म्याम एकदमै धेरै क्वेसन राख्नुहुन्छ, जिज्ञासु हुनुहुन्छ। र उहाँ धेरै वर्षदेखि स्कुल संस्थामा एउटा स्कुल डाइरेक्टर भएर चलाउनु भएको छ, प्रिन्सिपल भएर चलाउनु भएको छ। र यो क्लासमा आएर जोइन हुँदै गर्दा म्याम एभ्री डेको क्लास नयाँ लाग्छ भन्दा मलाई आइ एम सो प्राउड अफ यु पवित्र म्याम। मलाई पनि खुसी लागेको छ। थ्याङ्क यू सो मच फर दिस ब्युटिफुल सेयरिङ पवित्र म्याम। हस्, थ्याङ्क यू सो मच ओके, म्याम, वेलकम। रेगुलर क्लासमा आइराख्नु भएको छ, क्लास त पुरै सकिसकेको छैन। अरू कोही? ओके, हाम्रो सृजना अधिकारी म्यामलाई पनि देखिरहेको छु। म्यामको पनि भर्खर है म्याम, कति दिन भयो हजुरको? हजुर म्याम नमस्कार। हजुर मेरो नमस्कार। मेरो क्लास सुरु भएको त आज कति 1 हप्ता भयो कि भर्खर भयो है। ओके, त्यति भयो। यति इजी के म्यामले यति इजीसम्म चलाउनु भयो कि म त त्यही क्लासरुम भित्रै बसेर पो क्लास लिइरहेको छु कि जस्तो फिल भइरहेको कि कस्तो आनन्द कि। मैले पनि त सपना म्यामलाई मैले 1 वर्ष पहिलेबाट गर्छु गर्छु जोइन गर्छु गर्छु भन्दा भन्दै कहिले के नमिली कहिले के नमिली कहिले के नभए जस्तो हुने। अहिले अहिले 1 हप्ता जति भयो ट्रेनिङमा लिएको, यस्तो आनन्द लाग्यो कि मैले यो कार्यक्रम त पहिले लिनुपर्ने रहेछ। यत्रो टाइम लस्ट भइसक्यो जस्तो लाग्यो म्याम। एकदम राम्रो कार्यक्रम छ हजुरहरूलाई पनि। अनि केही अहिलेको एकछिनको समयमा तपाईँहरूले पनि बुझ्न सक्नुहुन्छ, म्यामहरूले पनि एकदम आफूलाई चाहिँ एकदम इजी लाग्यो। हस्, थ्याङ्क यू सो मच।